अघि एउटा कुराले चाहिँ मलाई नि इम्प्रेस बनायो नि त स्यालेरी पुरै तपाईँलाई दिएर ल गर भनेर उहाँले लाइक फोर्सफुल्ली कुरा गर्नुभयो होइन हेल्प गर्नुभयो सायद आई थिङ्क त्यो नै एउटा माया थियो होला क्या के हो एउटा मेरो मनमा चाहिँ भइरहन्थ्यो क्या मैले त गर्नु पाएन वाइ नट यु होइन म त यस्तो 6 महिनासम्म डिप्रेसनमा गएको मान्छे मलाई फेरि जानु मन थिएन क्या मलाई अब ब्याक हुनु थिएन त्यस्तो डर हुन्छ नि मनमा त्यो थिएन कस्तो ऊ भइसकेको थियो नि त म त अनि त्यो हिसाबमा नि थिएँ उसले भन्छ त रातभरि रुडी त्यस्तो बोल्दै बोल्दै यो मान्छेहरूलाई भन्दा हेटे त हो कमेन्ट त इग्नोर गरेन भन्ने गेममा अहिले जस्तो थिएन नि त्यो बेला मान्छेलाई सानो सानो कुरा पनि म्याटर गर्थ्यो सोसियल मिडिया जस्तो साह्रो बुम थिएन त्यो बेला त कमै थियो नि त अनि त्यही हो बिस्तारै आएछ अब त्यही हिन्दीमा बोलिन्थ्यो कैसे हो आप लोग मैं हूँ मिकासा अहिले नि हिन्दी आउँछ भन्नु त राम्रै थियो हिन्दी मान्छेहरूले नि हिन्दी बोल्दा नि अझै नि भनिरहन्छ टुबीको फर्स्ट भिडियो नि हिन्दी नै बोलेर गयो नि पर्फेक्ट थियो मेरो हिन्दी भन्थ्यो ए दामी रहेछ अनि सुरुमा मलाई कन्टेन्ट भनेर सोचेको थिएँ तल हेर्ने बित्तिकै भन्छ सो त्यो डिप्रेसनको टाइममा चाहिँ त्यो मुभमेन्ट एकदम गाह्रो थियो तर राम्रो थियो कुरा गर्नुपर्दा किनकि त्यतिखेर मैले त्यो समय नझेलेको भए होइन यो ठाउँमा अलि कुन ठाउँमा के गर्नुपर्छ कसरी आफूलाई सम्हाल्नुपर्छ भनेर सायद म आफूलाई कन्ट्रोल गर्न सक्दिनँ होला क्या अब एउटा गाह्रो ठाउँमा अब गुज्रेर आएपछि त्यो मान्छेले झेलिसकेको कुराहरू फेरि दोहोऱ्याउनु खोज्दैन नि त त्यही भएर केही कुराहरू भइहाल्यो भने आनन्दले आफूलाई टाइम दिन्छु चुप्पो लाएर बस्छु रेस्ट गर्छु होइन केही कुरा पनि नसोचिकन चाहिँ बोल्दिनँ म गर्दिनँ केही कुराहरू होइन नराम्रो म कहिले नराम्रो पनि थिएन मलाई कसैले नराम्रो बनाएर पनि म नराम्रो हुने होइन त्यो हिसाबले म राम्रो छु होइन म आफ्नो लागि गरिरहेको छु होइन आफ्नो खुट्टामा उभिरहेको छु सबैलाई राम्रो भनेर हिँड्छु म पनि आफ्नो नि राम्रै होस् भनेर सोध्छु त्यही राम्रो त भने नि किन नराम्रो बोल्न जान्दिनँ नि त अनि होइन कुनै शब्दहरूमा चाहिँ मेरो हुन्छ नि के राम्रो बोल्दा नि कसैले ट्याक्क एउटा नराम्रो शब्द कोट्टाउँदो रहेछ क्या अनि त्यही भएर सोध्न मन लाग्छ राम्रो बोले कि बोली त्यो डिप्रेसन टाइममा कहिले काहीँ नेगेटिभ थिङ्किङहरू आउँछ कि सोचहरू लाइक त्यो 6 मन्थ त पुरै नेगेटिभले नै गयो नि डिप्रेसन अहिलेसम्म भएको छैन ओके ब्रेकअप चाहिँ भएछ फेरि त्यही भएर अहिलेसम्म सिङ्गल हुनुहुन्छ त्यही भएर सिङ्गल छु त्यो होइन दाइको केटी फलोअरहरू धेरै होला क्या त्यो भएर नभन्नु होला अहिले मलाई जस्तो देख्छ क्या सबै अरूहरूलाई ल्याएर चाहिँ कुरा कोट्टाउने नि तपाईँ आफ्नो बारेमा चाहिँ के आफ्नो कहानीमा नि भन्नु तपाईँको ल म तपाईँलाई सोध्छु तपाईँको ब्रेकअप कसरी भयो कसरी भयो मेरो ब्रेकअप हो त्यस्तरी मैले सोधेको छ त ल भन्नु तपाईँ पनि भन्नु न के भएर छोडेर कसरी लभ परे तपाईँको स्टोरी कसरी होइन म अहिले सोध्छु नि त तपाईँ आफै भन्न सक्नु हुँदैन अनि हामीलाई स्टुडियोमा प्र्याङ्क गर्नु कम्फोर्टेबलको लागि क्वेसन सोध्नु भयो अरे हामी भित्र घुसिसकेको थियो हामीलाई प्र्याङ्क हान्नु भयो स्टार्टिङै रमाइलो हुनुपर्छ त्यतिको होइन ल अघि मैले भन्छ नि लाइक त्यसलाई कन्टिन्यू गरेर ल थोरै अघि मलाई फेरि इमोसनल कुरा चाहिसक्यो धेरै नै त्यो खुराकमा त्यस्तो त कुरै भएन नि लाइक त्यो 6 मन्थ जुन नेगेटिभ थिङ्किङहरू मध्येमा एउटा अझ सबभन्दा हार्डेस्ट कुरा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ लाइक यो संसारमा छोडिदिन्छु लाइक आत्महत्या सुसाइड त्यस्तो कहिले पनि आएन त्यस्तो मेरो सोचमा चाहिँ के थियो भन्दाखेरि अब सोसल मिडिया नै हो सोसल मिडियाबाट गायब भइदिन्छु जिन्दगी आउँदिनँ अनि अलिकति के खोल्यो कि अनि त्यस्तै क्या अब जुन कुरामा रिलेटेडै थिएन त्यो रिलेटेड नभएको कुरामा घुसाएको घुसै अनि त्यो बेला चिनी मान्छेले नै हेल्प नगर्दाखेरि सबभन्दा मेन चाहिँ त्यसमा त्यो बेला चाहिँ गाह्रो हुन्छ हो जुन बेला हामीलाई सहारा चाहिँ त्यो बेला पाउँदैन है हामीले गरे पनि कसैको साथ चाहिँ पाइँदैन त्यो बेला चाहिँ गाह्रो हुन्छ त्यही डिप्रेसनबाट गुज्रेर अलिकति अगाडि बढेपछि मैले दिपलाई भेटेँ हो नि त त्यो समयभरि एक्लै बसेपछि मान्छेलाई एउटा माया गर्ने मान्छे चाहिन्छ नि त त्यहाँबाट मैले दिपलाई भेटेँ सो माया गर्ने मान्छे पायो पाएँ झगडा पर्छ है छिनमा सानो कुरामा झगडा पर्छ सानो हुन्छ तर हाम्रो ठुलै झगडा परे पनि नि कति धेरै ठुलो पऱ्यो भने नि 1 घन्टा ए हो होइन मतलब 1 घन्टामा सुल्टिन्छ 1 घन्टा लाग्दा अब सानो केही छ भने नि 5 मिनटमा त्यही हो दुवैजना ठाठा बोल्छौँ दुईजना झगडा गर्छ एक त हिट अफ द मोमेन्ट त म जे नि भनिदिन्छु नि होइन तर त्यो म त मिन गर्दिनँ नि त अनि म चाहिँ अलिक क्वाइट थिङ्कर टाइपको छु कि अलि म होइन प्याच्च बोल्छ अनि त्यसपछि अनि उसलाई के लाग्दैन एकछिन पछि आफूलाई नराम्रो लाग्छ अनि फर्काउन आउँछ अनि मलाई म एकदम मिन भन्छु क्या खत्तम छु दुईजना सँगै हो धेरै जस्तो टाइम
धेरै जस्तो टाइम अब म अब काम गरिरहेको छु नि त हामी अब नयाँ केही गरौँ कि भनेर सोचिरहेको हुन्छ अनि धेरै जस्तो टाइम सँगै हुन्छ सो अहिले फिल गर्दै हुनुहुन्छ माया के हो भनेर अहिले फिल फिल त 5 वर्ष अगाडि गरे कस्तो लाग्यो आफ्नो क्रस नै आफ्नो हुँदाखेरि चाहिँ अब हजुर दुईचोटि सोध्नु भएछ दाइले क्वेसन बोल्दा थियो आफ्नो हुँदा हो नि त दाइ आफ्नो लाइफ सिङ्गल छहरू पटायो बस्यो खुसी भयो है आफ्नो चाहिँ अगाडि बढाउनु छैन खालि अब मैले उसलाई आफ्नै भन्दा नि त आफ्नै त कस्तो खालको आफ्नै भन्ने कुरा हो क्या म आफ्नै त आफ्नै हो होइन तर अब एभ्री डे सिजन यु होइन त्यस्तो टाइपले जान्छ कि मेरो चाहिँ उसको नयाँ नयाँ कुराहरू भइरहन्छ मेरो पनि नयाँ नयाँ कुराहरू भइरहन्छ त्यही हो त्यस्तो मैले तपाईँले भने जस्तो मैले भन्नै सकिनँ एज ग्याप छ कतिको छ दुईजनाको को जेठो को जस्तो लाग्छ त बहिनी जस्तो लाग्छ जेठो त है म तपाईँलाई कति वर्ष जस्तो देख्छु अलिक जेठो लाग्छ भाइभन्दा के हो कति वर्ष जस्तो लाग्छ यु ग्यास म 20-21 अनि म 20 त्यही 1 वर्षले जेठो मैले गेस गरेर मिलेछ त्यसमा नाइस सो जस्तो अब यो सरसर्ती हेर्दाखेरि खाएको मात्र त्यस्तो देखिन्छ नि त मगाएको त होइन सिम्पल हामीले हेर्दा क्या कति खान्छ यार खाएरै भ्युज कमाउँछ भन्छ तर त्यो एक दिन एउटा भिडियो बनाउन कति गाह्रो छ ओहो खाँदाखेरि त अब सुरुमा खान त मजा आउँछ नि होइन खान्छौँ कस्तो मिठो हुन्छ खाँदै खाँदै गएपछि पेट भर्दै गएपछि अब माइन्डमा चाहिँ सकाउनुपर्छ नत्र भिडियो राम्रो हुँदैन भन्ने आउँछ नि त जबरजस्ती कोचाउँछ क्या अनि भिडियो इन भएपछि त्यहाँबाट उठ्नै सक्दैन यस्तो पेट दुख्छ फुल हुन्छ नि त तर मजा आउँछ खान चाहिँ अनि त्यहाँबाट चाहिँ अलिक गाह्रो हुन्छ त्यहाँबाट एकछिन रेस्ट गरेपछि म फेरि मेरो काम भनेपछि म खाने बित्तिकै आफ्नो काम सकायो भने एडिट गरिहाल्ने झ्यामझुम झ्याम सक्यो अनि आनन्दले बस्ने लाइक त्यो अब एउटा भिडियो रेडी गर्नको लागि कति टाइम लाग्छ नर्मल्ली सबै अब पकाउनदेखि लिएर सबै रेडी गर्नलाई तुलाई अन्त एक दिनै लाग्छ दिनभरि है एउटा भिडियो रेडी गर्नलाई पकाइ तुलाई गर अब कुनै सामान यो सामान चाहियो म सबै कुराहरू धेरै जस्तो आफै बनाउँछु भाइले चाहिँ के बनाउनुहुन्छ कि नै चिया दामी बनाउँछ है चिया दामी बनाउँछ अनि उसले नि पकायो भने मिठो मिठो खानेकुरा बनाउँछ बनाउनु त अब मैले घर बनाउने खतरा बनाउँछ कस्तो कोरियनदेखि चाइनिज सब खाइन्छ त मेरो भिडियोमा हुने कोरियन फ्राइड चिकन सब हामीले बनाउने भाइ चाहिँ त्यसमा के हेल्प के हुन्छ त्यसमा भाइको चाहिँ अब आएर बसेर खाइदिनु त क्या भाडाम्यान खाएपछि म सक्दिनँ नि त उठ्नलाई अनि उसले त्यसो हेल्प गर्छ चम्काउने काम तपाईँको मैले खत्तम भने तर होइन त्यो भने एकदमै अनि सपोर्टिभ कतिको छ त्यही हो नि त त्यही टाइम हो नि त सबभन्दा गाह्रो नि काम गरेर त्यो थकेला पेट दुख्छ खाएर काम गरेर पेट दुख्छ त्यस्तो हेभी एडिटिङ हुँदैन हाम्रोमा ल्यापटप पिसीबाट भन्दा फोनबाट ट्याक भइहाल्छ त अलिकति सब टाइटल हो सब टाइटल चाहिँ हुन्छ 1-2 घन्टा टाइम हुन्छ त्यसले धेरै ल्यापटपहरू नाहान दुख्छ त्यही हो त्यस्तो गाह्रो छैन भनौँ कि छ भनौँ कि है तर गाह्रो त प्रिटिमस एकदम गाह्रो छ नि अब रेगुलर जब भए पो धेरै सोच्नु पर्दैन आफ्नो काम गरेर सक्यो यो अब फिल्डमा आएपछि त एभ्री डे युहरू त थिङ्क नै हो क्या के नयाँ ल्याउँ कसरी आफ्नो अडियन्सलाई इन्टरटेन गराउँ थोरै भ्युज डाउन भयो भने इन्सिक्योरिटिजहरू आउँछ मनमा भोलि गरेर नहुने हो किन है भन्ने हुन्छ नि त एभ्री डे इज लाइक अ ग्याम्बल क्या यो ठाउँमा अनि त्यसमा लिभ अप गर्न एकदम हार्ड 1 वर्ष सर्भाइभ गर्न बवाल अनि वी आर डुइङ दिस खतरा हो त्यो त लाइक सुरुमा भनौँ न कुनै एउटा टाइम त थियो नि स्टार्टिङ गर्दाखेरि अब 1000 रुपियाँ पनि दिन गाह्रो नि त बाबालाई त्यो बेला केले खिच्नुहुन्थ्यो क्यामेरा मोबाइल कुन थियो दिदी भने त मैले सुरुमै मैले दिदीलाई के भन्दाखेरि मलाई अब उसले भन्यो नि त फेरि जाउँ त टुबीकोमा एकचोटि होइन फेरि एकचोटि ट्राई गरेर गर्न खोज भने बेला मैले दिदीलाई भने दिदीले मलाई मोबाइल किनिदिनु भयो 11 Pro Max त्यो बेला होइन अनि त्यही हो स्टार्टिङ पनि मेरो रेकर्डिङै त्यही मोबाइलबाट भर्खर मात्र मैले नयाँ लिएको हो मैले क्यामेराबाट रेकर्ड गर्दिनँ सबै मेरो मोबाइलबाटै हुने हो त्यही हो तर जोस दिदीले चाहिँ एकदम ठुलो हात चाहिँ दिदीको छ एकदमै दिदीले किनकि यस्तो हो नि त मेरो बहिनी पनि छ सबभन्दा जेठी दिदी भइहाल्यो अनि दिदीले अब आमाले सरी हुर्काउनु भएको छ क्या एकदमै बच्चैदेखि स्याहार गर्ने सबै कुरा गर्ने पेट्ने सबै कुरा मलाई नि खतरा लाग्छ दिदी मैले भने नि मान्छेहरू कोही फेक पर्सनालिटी बिल्ड गरेर हुन्छ तर त्यो दिदी त्यस्तो छैन अहिले पनि दिदी मलाई गाह्रो पऱ्यो भने नि दिदीले
सिधै हात हालिहाल्नुहुन्छ मलाई। एउटा केयरिङ नेचरको मदर टाइपको छ क्या दिदी नै उसको। दिदी के हो भन्ने सोधिन् के होला? आमा है आमा त्यही हो। एकचोटि मैले सानो हुँदाखेरि बच्चा दिँदै थियो है, तँलाई दाइको धेरै माया लाग्छ कि मेरो धेरै माया लाग्छ भन्थ्यो। दाइ पनि त एक्लै थियो, दाइको धेरै माया लाग्छ रुनु भएको थियो क्या। अनि बिचरा अब दिलले कति धेरै माया गर्नुहुन्थ्यो त, दाइले त्यति वास्ता गर्नुहुन्थ्यो बच्चैदेखि। छोरा मान्छे भनेपछि त्यही थियो भने खुल्ला। अनि म धेरै चकचके थिएँ। एउटा कुरा भन्छु है, म धेरैजनालाई थाहा छैन है, म यति धेरै चकचके थिएँ कि होइन, म एउटा बरन्डाबाट अर्को बरन्डामा कुद्दा कुद्दै 3.5 तलाको घरबाट खसेको छु। मेरो सिधै यसरी गएको, मेरो पुरै छाती नै बजारेको भुइँमा क्या। 2 दिनसम्म सास फेर्न सकेन, तर मलाई केही पनि भएन। त्यहाँ बार थियो, खतरा बार थियो, तर खुट्टा चाहिँ पऱ्यो। खुट्टा चाहिँ यस्तोले चिर्यो। दसैँको बेलामा दशा लागेको मलाई होइन। धेरै अब दसैँको बेला चाडपर्व, अब त्यतिखेर त हाम्रो त हुने खानी नै थियो, खानदानहरू कति धेरै फ्यामिलीहरू आउँथ्यो, रिलेटिभ्सहरू होइन। अनि त्यही हो, त्यहाँबाट बच्चाहरू टन्नै हुन्थ्यो। अनि म त्यही हो सबभन्दा त्यही डन भनिहाल्थेँ, यहाँ आइज बरन्डामा गएर खेलौँ, त्यसरी हुन्थ्यो। त्यहाँबाट त्यो एउटा घरको बुट्टा झरेर फुत्तै तल। रातिको त्यही 7-8 बजी थियो। लकिली अहिले बाँचियो। अनि त्यतिखेर भगवान्ले हात दिनुभयो। भगवान्ले बचाइ, किनकि हात खुट्टा केही भएको छैन नि त। अनि साँच्चीकै भगवान्ले नै थमाइदिनु भयो नि साँच्ची। त्यत्रो 3 तलाबाट सिधै माटोमा प्याट्टै जानु भने धन पानी परिरहेको थियो, किलो माटो भएर बाँच्यो। यो लाइफमा पैसाको जरुरी अथवा इम्पोर्टेन्ट कतिको छ? धेरै छ, किनकि पैसा बिना उपचार हुँदैन, पैसा बिना घर चल्दैन। अब पैसाको यस्तो भएको थियो होइन, मेरो फर्स्ट 1 लाख म 1 लाख इन्कम आएको त्यस्तै 5-6 महिना अगाडि हो। धेरै भएको छैन नि त मैले पैसा कमाएको। ठ्याक्कै त्यो बेला चाहिँ इन्कम यसरी आइदियो कि मेरो बाबा पनि हस्पिटलाइज हुनुभएको थियो। अनि भगवान्ले नै मलाई यो ठाउँ पुऱ्याइदिएर बाउको उपचार गर भन्ने जस्तो टाइपले हुन्छ नि, एउटा हातै थमाइदिनु, आशीर्वादै दिनुभएको जस्तो भएको थियो कि त्यो दिन। म हुन्छ नि अब दिदी बाहिर हुनुहुन्छ है, दिदी कल गरेर रोकेरै हुनुहुन्छ, म रुन सकेन, म रोयो भने त सबै बिग्रिन्छ नि त ध्यान। र म आफूलाई यस्तो स्ट्रङ बनाएर बसेको थिएँ त्यो बेला बाबालाई हेरेर। कस्तो भन्नु, अब आफ्नो बाबुलाई यस्तो मुख खोएर बोल्न नसाइदियो भने चाहिँ रुँदैन मान्छे, बाउलाउँदैन। यस्तो भएको थियो क्या त्यो बेला। त्यो समय अझ पनि याद आउँछ मलाई। तर आफैले देख्दा पनि प्राउड लाग्छ होला होइन, एउटा यो उमेरमा बाबाहरूलाई पनि टेक केयर गर्न सकियो नि त है। मलाई प्राउड लाग्छ, तर मेरो आमा बाबालाई लाग्छ जस्तो लाग्दैन। ठिकै छ, अलि मम्मी ड्याडीहरू खुसी हुनुहुन्छ। अब बाबाको त्यही हो, अब मम्मीको नि त्यही खुट्टाको ऊ छ होइन, अब त्यो नसा च्यापेको। अब त्यही पैसा बिना त उपचार हुँदैन नि त केहीको नि। त्यही भएर पैसा चाहिँ जिन्दगीमा इम्पोर्टेन्स नै लिन्छु म। नराम्रो भन्ने होइन, सबैको इम्पोर्टेन्स चाहिँ हुन्छ। मलाई जरुरी छ पैसा। मलाई कसैले सोधेन म पैसा सबै चिज हो भन्छु म होइन। पैसा के आफन्त? पैसा किन? पैसा भयो भने आफन्त हुन्छ जस्तो लाग्छ मलाई। होइन, किनकि पैसाले मेरो धेरै कुराहरू पुरा गर्न सक्छ नि त। अनि पैसा नेभर चेन्ज, मेरो आफन्त क्यान चेन्ज है। फेरि मैले डिसअनेस्ट हो। अब पैसा नेभर चेन्ज नि होइन। अब तपाईँसँग एउटा मान्छेको रिलेसन छ, यु आर डुइङ गुड टु हिम होइन, अहिले त राम्रो गरिरहनु भएको छ होइन, भोलि के गरेर एकचोटि नराम्रो होला, देन आफ्टर यु सी हिम कस्तो चेन्ज हुन्छ। पैसा हो, खसे टिप्यो त्यही त हो नि पैसा, सेम स्टिल द सेम हो कि ल। हाम्रो देखा नि त, हाम्रो बाबाले पनि भ्यालु गर्दैन। हजुर, टेप जोडे दियो। नेपालमा चाहिँ बाहिर त फेरि मिल्दैन, बाहिर चाहिँ फेरि। तर मैले यस्तो धेरै आइडलाइज गरेँ होइन पैसालाई गर्न त। पैसा नि चाहिन्छ, अनि कुनै रिलेसन चाहिँ हुन्छ, कुनै एउटा बन्डिङ हुन्छ विच यु क्यान नट बाई विथ पैसा क्या। पैसाभन्दा धेरै बियोन्ड पनि हुन्छ। किनकि अब मलाई यस्तो हाई टाइम चलिरहेको बेलामा अनि मसँग एकजना कोही पैसा टन्नै भयो अरे, म ऱ्यान्डम बारमा गएर उडाएर गरेँ, तर म आई स्टिल बी साइड क्या, भोलि उठ्दैन साइड। बट त्योभन्दा त एकजना मसँग एउटा साथमा एकजना मान्छे भयो, मलाई कन्सोल गर्यो, राम्रोसँग यस्तो भन्यो, भोलि बेटर फिल गर्छु नि त, पर्सि पैसा कमाउला नि त। त्यस्तो हुन्छ क्या कुनै बन्डिङहरू चाहिँ बियोन्ड द पैसा। तर पैसा नराम्रो नि होइन, राम्रो नि होइन, मान्छेले त्यसलाई नराम्रो बनाउने क्या, राम्रो पनि मान्छेले पनि बनाउने हो। पैसा यस्तो उडाइदिन्छ नि त। अब मैले गएँ म स्याड भइरहेको छु रे, क्लब गएर 2 लाख 3 लाख यसरी उडाइदिएँ अरे, सडन खालको डोपामिन पाएँ अरे, भोलि त फेरि स्याड भइहाल्यो नि त। अनि
होइन